सबैमा नमस्कार दर्शकबिन्दुहरू, तपाईँ मेरो युट्युब च्यानलमा हुनुहुन्छ। अहिले हामी तपाईलाई सिजी शाश्वत धाम नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लाको देवचिल नगरपालिकामा रहेको शाश्वत धाम देखाइरहेका छौँ। यो एकदमै मनोरम आकर्षक छ। यहाँका कलाकृतिहरू एकदमै आकर्षक छन्। यहाँ भगवान श्रीकृष्ण र अर्जुन चाहिँ रथमा सवार हुनुहुन्छ। यहाँ चाहिँ यो पार्क बनाएको छ चौधरी ग्रुपले, एकदम आकर्षक पार्क। अनि भगवान यो धार्मिक क्षेत्र पनि हो। यहाँ विभिन्न कलाकृतिहरू देख्न पाइन्छ। यो शाश्वत धामको मुख्य मन्दिर हो। हेर्नु त कति आकर्षक छ यो मन्दिर। हेर्दाखेरि नै हेरौँ जस्तो लाग्छ। हामीहरू घर चाहिँ यहाँ नजिक भएको भएर हामी लगभग हप्तामा एकचोटि यहाँ आइपुगिन्छ यो मन्दिर हेर्नलाई, यो चाहिँ गार्डन हेर्नलाई। यतिखेर चाहिँ मन्दिरको छाया त्यहाँको पोखरीमा देखिएको छ। कति राम्रो, कति सुन्दर, आहा मनै छुने खालको छ। हेर्नुस् त हेर्नुस् कति राम्रो। एकचोटि तपाईँलाई यहाँ पाइक पर्यो भने पूर्व पश्चिम राजमार्गको मध्यभागमा केवरेनी नजिकै रहेको यो शाश्वत धाममा अवश्य छिर्नु होला पाइक पर्यो भने।